गाइस हेलो 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 ल है आज है मामा भन्दा यहाँ सौरातिर घुम्न आइए ट्याक्क लाएर भोट दिएर भ्याइयो। भोट दिइसकेपछि काम भएन, अब के गर्ने भन्दा सौरातिर घुम्ने भनेर सौरातिर आइयो। ल आज सौरा सुनसान छ, विदेशीहरू अलिअलि देखा परेछन्। ल हेर्नुहोस् सौराको सिन यस्तो छ। यी आनन्द लाएर सौरातिर घुमघाम है त। यतापट्टिको जङ्गलको दृश्य देखाउँछ है। ल हेर्नुहोस् कस्तो राम्रो छ, सरर लाएर यता गुईहरू छन्। यता सट्ट जङ्गलको पुरै जङ्गल राष्ट्रिय निकुञ्ज नानी रापती खोला गुईहरू त सुतिराख गुईहरू छन्। दुईवटा गुईहरू छन्। यो गुई सुतेर बसिरहेछन् गुईहरू हो। यो गुई हो जङ्गल सट्ट लाएर लान्छ है गुई। तर अब सनसेट हुने टाइम भयो, अब सनसेट भइसक्यो, देखिएन, अलिक ढिलो भयो। नत्र भने सनसेटको यस्तो राम्रो दृश्य देखिन्थ्यो। राम्रो छ जङ्गल। ल कति राम्रो दृश्य छ। ल ल हेर्न है त। ल है त पछि सोधे हुन्छ तिमीले। ल हेर्नु सौरा कति राम्रो छ है। चटक्क लाएर दृश्य सौराको। अब रमझम उता सुरु हुन थाल्यो यतातिर। टक्क लाएर सौराको ल हेर्नु ल अन्त गुई ल्याएर गुई ल्याउने। ल हेर्नु गुई सर्लक्क गुई सुतेर बसिरहेको छ। एउटा ढुङ्गाबाट कस्तो चित्र बनेको छ हेर्नुहोस्। यो एउटै ढुङ्गाबाट बनेको। यहाँनिर गुई छ होइन। ल हेर्नुहोस् है, यसलाई गुई छ। ल हेर्नुहोस् यतापट्टि छाँसहरू, यतापट्टि बोट लिएर हिँडेको नि छ। एकै ठाउँमा गुई छ, बोट लिएर एउटै ढुङ्गा बनाएको छ। ल कस्तो राम्रो बनाएको छ चटक्क लाएर। ल हेर्नु कति राम्रो छ चटक्क बनाएको। सौराकोलाई टुरिस्ट एरिया हो नि त यो त। कति राम्रोसित बनायो। यहाँभित्र पाइने जब जन्तु सौराभित्र जे पाइन्छ त्यसको चाहिँ यहाँबाट देखाउँछ। ल हेर्नुहोस् सबै यो जनावर यो सबै चिजहरू सौरामा पाइन्छ। ल हेर्नुहोस् अब बत्ती बल्न थाल्यो, साँझ पर्यो। अब चटक्क लाएर बत्ती बल्न थाल्यो, राम्रो देखिन्छ दृश्य शहीदहरूको। यहाँ शहीदहरूको एउटै ढुङ्गामा बनाएको छ। ल हेर्नुहोस् एउटै ढुङ्गामा टक्क शहीदहरूको मूर्ति बनाएको छ। हेर्नुहोस् एउटै ढुङ्गामा छ। कति राम्रोसित बनाएर टक्क लाएर। ल यतातिर माछाहरू छन्, यता नदी छ। एउटै ढुङ्गामा क्या, यतापट्टि जङ्गल छ तल, यता बाघ छ। कति राम्रो बनायो। ल हेर्नुहोस् कति राम्रो दृश्य छ हाम्रो। ल हेर्नुहोस् यहाँ पनि एउटैबाट सर्प ढुङ्गाबाट यताबाट सर्प निक्लियो, यहाँबाट छिर्यो। यता हात्ती छ। ल हेर्नुहोस् हात्तीको पेटबाट यता गयो, यताबाट फेरि सर्प निक्लियो। यस्तो छ। कति राम्रो बनाएको छ एउटै ढुङ्गाबाट। विदेशीहरू लाग्यो अनि विदेशीहरू पनि घुमिरहन् अलिअलि दृश्यलाई। अनि होटेलहरू राम्रो होटेलहरू छ। बनाउन चटक्क लाएर ल सौराहा भनेर लेखेको छ। कति राम्रो छ सौराहा। सौराको ल्याउनु छ। कति अब बत्ती बल्न थाल्यो, बेलुका भएपछि कति राम्रो हुन्छ चटक्क लाएर है। अब साँझ पर्न आँट्यो। अब त अँध्यारो हो कि जस्तो भयो है। अँध्यारो भयो। ल हेर्नुहोस् आनन्द विदेशीहरू नेपालीहरू रापतीको तिरमा सरक्क बसेर चिया कफी नास्ता दारू पानी खाने ठाउँ ल्याएर
यता नदी आनन्द छ नि ठाउँ त कति सुन्दर ठाउँ छ कति राम्रो छ ल ठुल दिदीहरू यहाँ बस्नु भएको छ है सबैजना विदेशीहरू छन् यहाँ त आनन्द छन् रापतीको तीरमा सरर लाएर बस्नु भयो ल ए कति रमाइलो ठाउँ छ हौ कति रमाइलो घुम्न आउनुहोस् है सौरा घुम्न आउनुहोस् कति राम्रो छ हाम्रो भान्जा बाबु यहाँ हेर्दैछन् दृश्य बाहिरको रापतीको रक्क लाएन त कति राम्रो दृश्य छ सबजना बेलुका भयो खाजा खानलाई सबजना आउनु भएको छ रमाइलो छ विदेशीहरू पनि बस्नुहुन्छ ल है त ल त अब पुरै छ आज चुनावले गर्दा सुनसान छ अरे नत्र भने त प्याक हुन्थ्यो आन्तरिक पर्यटनले चाहिँ रास पुऱ्यायो थुप्रै छन् अब अलिअलि विदेशीहरू त थोरै हुनुहुन्छ ए अब हामी यसो निक्लिँदैछौँ है यतै कता कता के रहेछ भनेर सौराको रमाइलो हेर्दैछौँ ए अब यस्तो छ यी हामी बढ हेर्दैछौँ घुम्दैछौँ सौराहा ल सौराहा ल कति राम्रो ट्रक लाएर ल कति रमाइलो कति राम्रो छ ल यतापट्टि यस्तो छ है आज त चुनावले गर्दा होला सुनसान छ रमाइलो ठाउँ हो सुनसान छ आज सबैजना चुनावतिर लागेर चुनावले गर्दाखेरि सब चुनावमा छन् सब बन्द छ ल ए आज त खाली सुनसान छ आज खाली छ आज खाली सौरा आज त चुनाव लाग्यो सबैलाई ल हेर्नुहोस् सरापतिको दृश्य ढुङ्गा यता त अलिअलि धनुहुन्छ है यस्तै छ है लक्क लाएर छैन मयुर कराइरहेछ नि कति राम्रो मयुरको स्वर आइरहेछ यता अलिअलि हुनुहुन्छ उतासम्म छ सबै आज कमै छन् के कमै हुनुहुन्छ आज सबैजनाको लाई चुनाव लागेको छ क्या अन्त विदेशी अलिअलि हुनुहुन्छ यतातिर सौरा है कता ढुङ्गा छ है सौरालाई हेर्नु ढुङ्गा ल्याएर राखेको होइन कि बाढीले ल्याएर राखेको ढुङ्गाहरू यो ढुङ्गालाई खोपेर रक्क बनाएको छन् आफै बन्यो ढुङ्गा हो बनाएको नै स्याटोलाई हेर्नुहोस् यति राम्रो यो पनि हेर्न पनि आइहाल्छन् विदेशीहरू यही काठको पनि है 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 कत्रो ढुङ्गा छ ल ल हेर्नुहोस् सानो 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 झोपडी जस्तो यस्तो बनाउनु भएछ कति राम्रोसित भन्नु यस्तो छ यदि है यस्तो रेस्टुरेन्ट कस्तो बनाएको छ है राम्रो छ यो टक्क लाएर यस्तो राम्रो छ टक्क लगाएर भिडियो गर्दै गर्दा हाम्रो मामालाई बस्नु मन लागेर ल मैले देखाइदिएको छु उहाँ चाहिँ हाम्रो यो युट्युब च्यानलको सञ्चालक हुनुहुन्छ उहाँले नै यो युट्युबमा चाहिँ भिडियोहरू अपलोड गर्दै हुनुहुन्छ शब्द स्वर आइडिया सबै उहाँको नै हो र मार्केटमा उहाँको एउटा नयाँ गीत पनि आएको छ मेरी प्यारी छोरी त्यसलाई पनि अवश्य सुन्नु होला हजुरले है त्यो सङ्गीतमा रहेको उहाँको शब्द रचना चाहिँ उहाँको
है ल यसरी नै माया साथ गर्दै जानु होला सबैजनाले है फेरि अगाडि पनि भिडियोहरू मामाले बनाउँदै जानुहुन्छ है ल है त सौराहाको दृश्य देखाइरहेको छु मैले सौराहा हेलो 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 ल हेर्नुहोस् सुनसान छ यार आज सौराहा त है सुनसान छ सब सुनसान सब खाली किन भन्दा आज इलेक्सन नेपालमा भोटिङकोले गर्दा सब सुनसान छ भोटिङ हो नि त चुनाव सकेपछि कोही सबै अब चुनाव नसकिन्जेलसम्म को होला र खाली सबैले चुनावतिर लागे हिसाबतिर नि खाली सबै खाली सबै खाली छ होटेल उतापट्टि छ ल अब अँध्यारो नै हुन आँट्यो ल अब यसो चिया होटेलतिर छिर्नु परेन कफी त खानु पऱ्यो नि होइन कफी नखाइकन त भएन नि त होटेल छिर्नु पऱ्यो होटेल छिरेर कफी खाएर अनि त्यहाँबाट चाहिँ लाग्न पऱ्यो है ल अँध्यारो भयो अन्त के देख्यो होला है त अँध्यारो छ अँध्यारोमा त केही देख्दैन स्विमिङ केही देख्दैन ल स्विमिङ अँध्यारो भयो केही ल हामी चाहिँ मामा भन्छ है आइयो घुमियो होटलमा बसियो अनि चाहिँ खाना कफी खाएर हामी अहिले चाहिँ निस्किन लागेको है यहाँ अबभन्दा अगाडि बाटोमा के हुन्छ मामाले भन्नुहुन्छ है अनि फेरि भ्लगमा जोडिनु होला हस् सबैजना मामा चाहिँ ल गाडी निकाल्न लाग्नुभएछ अब लाग्यो है त घरतिर अब सट्ट लाएर तातो कफी खाइयो कफी खाएर हामी अब घरतिर लाग्यो अब अँध्यारो भयो यी ल हेर्नु सौराहा है अब सौराहाको अलिअलि सुनसान छ आज कोही छैन अब यो आज चुनावको बेलाले गर्दाखेरि सुनसान छ ल अब यो गैँडा चोक आयो गैँडाको मूर्ति गैँडा चोक ल हेर्नुहोस् यो गैँडा चोक हो यो गैँडा चोक सुनसान छ सौराहा सुनसान छ सौराहालाई हेर्नुहोस् अब आज सुनसान यस्तो टुरिस्ट एरिया सुनसान छ ल हामी अब हात्ती चोक आइयो हात्ती चोक ल हेर्नुहोस् हात्ती चोक यो हात्ती चोक हात्तीको मूर्ति छ यहाँ हात्ती चोक हात्ती चोक आइयो हामी अब यो चरा चोक हो होइन यहाँ मयूरको मूर्ति छ अब अँध्यारोले गर्दाखेरि राम्रोसित देख्न पाइएन चरा चोक हो अँध्यारोले भयो केही पनि देख्न पाइएन सौराहा आउने भर्खर क्रम जारी हुँदैछ हामी फर्कियो अब के गर्नु ल हेर्नुहोस् सौराहातिर आउँदै हुनुहुन्छ मान्छेहरू सबै अब बेलुकातिर रमाइलो घुम्ने ठाउँ हो ल हेर्नुहोस् सौराहा उज्यालो भयो भए राम्रो देखिन्थ्यो चोक अब उज्यालो छैन घडीको देखिएन ल अन्त कति राम्रो थियो यो अब अँध्यारोले केही पनि देखिएन ल उज्यालो बत्ती बनाएछ होटेलको ल यस्तो अँध्यारो भयो क्या सबै ल सौराहाको जाने बाटो यस्तो छ यो पुल आयो सौराहाको यो गेट हो यो ल अब यस्तै छ सौराहाको यता यो चित्रवन मन्दिर हो यो ल अब तपाईँहरू पनि अँध्यारो भयो
आजलाई बाई गरौँ। यो चुनाव क्षेत्र हो यो यहाँ अझै पनि भोटिङको हुँदै रहेछ। यी मान्छेहरू टन्नै हुनुहुन्छ यहाँ भोट होला गनेर होला। अब ल आजलाई बाई। फेरि अर्को ब्लग बनाउँछु अनि हजुरलाई देखाउँछु। हजुर कस्तो के हुन्छ कमेन्ट गर्नुहोस् है।